गुड मर्निङ, नमस्ते र म शशिभूषण कुमार कुशवाहा र मेरो युट्युब च्यानलको नाम शशिभूषण कुशवाहा हो र त्यसमा म चाहिँ आफ्नो युट्युबमा बढी फाइनान्स रिलेटेड अनि त्यसपछि मोटिभेसन तरिकाले जुन गर्न सकिन्छ त्यो तरिकाले म भिडियो बनाउने गर्छु। यो मेरो फर्स्ट भिडियो हो। प्लिज लाइक र सब्सक्राइब र मलाई सपोर्ट गरिदिनु होला भन्ने आशाको साथ म यहाँ भिडियो बनाउन गइरहेको छु। फर्स्ट अफ अल म चाहिँ यहाँ के भन्न चाहन्छु भने मान्छेले जिन्दगीमा धेरै कमाउँछन्, खर्च गर्छन्, लास्टमा केही बचाउन सक्दैन के। आखिर किन यस्तो? यसको बारेमा पनि बुझ्नु पर्यो नि, सोच्नु पर्यो नि। हामीले जिन्दगीको 25 वर्ष कमायो, लास्टमा त छोराछोरी पठाउँदै अनि छोराछोरीले बिहे गर्दै लास्टमा त केही आएन। ठिक छ, जसको सरकारी जब छ त्यसले त केही गर्यो, आफ्नो पेन्सन हुन्छ, त्यसले आफ्नो बचायो, सरकारले पेन्सन दिने गर्छ, त्यसले त भयो। तर जो मान्छे प्राइभेट काम गरिरहेछ, आफ्नो सानो सानो बिजनेस गरिरहेछ, त्यसले त जमिन किन्यो, खर्च गर्यो, अनि त्यसपछि लास्टमा त केही हुन सक्दैन। किनभने बिजनेस पनि त समयसँग राम्रो चल्न सक्छ, समयसँग देश र स्थितिअनुसार खराब पनि हुनसक्छ। तर त्यसमा पनि त हामीले केही भाग त बचाउनु पऱ्यो नि त हामीले कमाइको। त मेरो सोच के हो भने, मेरो जुन एक्सपिरियन्स छ, नलेज छ, त्यो तरिकाले धनको हामीले 5वटा नियम युज गर्यो भने हामी त्यसमा केही बचाउन सक्छौँ र आफ्नो फ्युचरको लागि केही बचाएर जोगाएर राख्न सक्छौँ। फर्स्ट नियम के हो भने तपाईको ध्यान त्यस मानिससँग खुसी हुन सक्छ जिन्दगीमा जो मान्छे कमाएको 10 भागको 1 भाग बचाएर अरूसँग नभनी लुकाएर राख्न सक्छ। त्यो सिक्रेट राख्न सक्छ। जस्तैमा 10,000 कमायो भने 1,000 बचाएर जसरी पनि राखोस्, जुनै पनि स्थिति आए पनि। अब त्यसले कसरी गर्न सक्छ? आफ्नो खर्चले कन्ट्रोल गरेर। जस्तैमा त्यो महिनामा तर बचाउनै पर्छ, तब मात्र तपाईको प्रगति हुन सक्छ। दोस्रो नियम के छ भने धन त्यस समझदार मानिससँग मेहनत गर्न सक्छ जो समझदार छ, पैसाको बारेमा बुझेछ, धनको बारेमा बुझेछ। त्यसले त्यो धनलाई फाइदाजनक काममा लगाउन सक्छ। त्यो मानिससँग मजाले बस्न सक्छ। जो त्यसले माया गर्न सक्छ त्यससँग मजाले बस्छ। किनभने 1 रुपैयाँले 2 रुपैयाँ मान्छे बनाउन सकिन्छ। तपाईले कुनै चिजमा लगानी गर्नुभयो भने त्यो पैसा जमा गरेर एकको त आज 1,000 छ भने 2,000 हुन सक्छ, भोलि 3,000 हुन सक्छ। त्यसले कहीँ लगानी गर्नु 3,000 को 4,000 हुन सक्छ। त्यसैले यो चाहिँ समझदार मानिससँग मात्र यो खुसी रहन सक्छ र यसले 1 को 2 गर्न सक्छ। तेस्रो नियम के छ भने ध्यान त्यो सुरक्षित मानिससँग हुन्छ जो मान्छे धनको बारेमा जान्छ, जससँग अनुभव छ, त्यससँग धन खुसी हुन्छ। जसरी एउटा समझदार बुवाले आफ्नो छोरालाई समझदार बनाउँछ, राम्रो ज्ञान दिन्छ, राम्रो पढाइ लेखाइ दिन्छ, त्यसको छोराछोरी त अगाडि बढ्छ नि त। त्यसरी नै धन हो के। जसरी तपाईँ माया गर्नुहुन्छ, धनले तपाईँले माया गर्छ। चौथो नियम के छ भने धन त्यससँग कहिले पनि टिक्न सक्दैन जो मान्छेसँग व्यवसायको उद्देश्यको बारेमा थाहै छैन। जसैमा कुनै मान्छेले व्यवसाय गरिरहेछ, कुनै व्यवसाय, किराना पसल हो, चाहे तपाईको कपडा पसल हो, चाहे तपाईको फेन्सी स्टोर हो, तपाईको त्यसको बारेमा नलेज छैन, त्यो बिजनेस कहाँ गर्ने, कसरी गर्ने, यसको टर्नओभर के हो, यसले कसरी सेल्स बढाउन सकिन्छ, यहाँ कहाँबाट ल्यायो भने फाइदा हुन्छ, त त्यससँग धन कहाँबाट बचाउन सक्दैन नि त, पुरा खर्च हुन्छ। पाँचौँ नियम के छ भने धन त्यस मानिससँग टाढा जान्छ, पैसा त्यस मानिससँग टाढा जान्छ त्यो जो मान्छे लोभी छ। लोभी मानिससँग कहिले पनि पैसा टिक्न सक्दैन। जसरी यो सामान पसन्द भयो, लोभ लाग्यो, किनिदिन्छ। यहाँ सामान 2 रुपैयाँमा पाइरहेछ, जसको कामै छैन, त्यो पनि किनिदिन्छ।
जस्तैमा लौट्री कहीँ लाग्यो, 2000 को 4000 पाइरहेछ, त्यहाँ पनि लगानी गरिदिन्छ। कोही पाउँछ कि पाउँदैन। जुवामा गएर 1 लाख को 5 लाख कमाउँछ कि भनेर सोचले त्यो पनि कमाउन सक्दैन। लोभ छ नि त्यहाँ, लोभ हुनु भएन। त्यहाँ तपाईँको सोच राम्रो हुनु पर्यो कि यहाँ लगानी गर्यो भने यहाँ तपाईँको आउन रिटर्न सक्दैन। तर जै मैले राम्रो ठाउँमा लगानी गर्छु भने त्यसबाट पैसा रिटर्न आउन सक्छ। त्यही भएर यो 5 वटा नियम तपाईँले अपनाउनु भयो भने मलाई लाग्छ कि तपाईँले केही न केही तपाईँ जिन्दगीमा धन सम्बन्धी पैसा सम्बन्धी प्रगति गर्नुहुन्छ। फर्स्ट नियम के छ भने तपाईँले कमाएको 10 भागको 1 भाग जसरी पनि जोगाउनु पर्यो। दोस्रो नियम तपाईँले जुन 1 भाग लगाउनु भएछ समझदार तरिकाले त्यसले लगानी गर्नु पर्यो। 1 को 2 बनाउनु पर्यो। कसरी बनाउनु त्यसले खोज्ने अब नियम। जस्तैमा आज 1000 भरे 2000 यसरी 10000 20000 हुँदै गयो भने तपाईँले अब सेयरमा पनि लगानी गर्न सक्नुहुन्छ। आइपीहरू खुल्छ त्यसमा पनि लगानी गर्न सक्नुहुन्छ। जस्तैमा तपाईँले अब जुन बेला ब्याङ्कको इन्ट्रेस्ट बढी भएको हुन्छ त्यो बेला पनि लगाउन सक्नुहुन्छ। कुनै राम्रो मान्छे छ भने त्यसले तपाईँ 3% पनि लगाउन सक्नुहुन्छ। दिने मान्छे सबैलाई दिने होइन। र फेरि तपाईँको कमाएको मेहनत गरेको पैसा डुब्न सक्छ। अनि तेस्रो नियम तपाईँको जो संरक्षण गर्न सक्छ धनको त्यससँग धन हुन्छ। जो त्यसको आफ्नो छोरा जस्तो माया प्यार गर्न सक्छ त्यससँग हुन्छ। जो मान्छे कसलाई बिजनेस व्यापारको बारेमा केही थाहा छैन, उद्देश्यको बारेमा केही थाहा छैन, मलाई कहाँ लगानी गर्ने के गर्ने त्यससँग पनि धन हुन सक्दैन। को धन डुबाएर जान्छ। लोभी मान्छेसँग पनि धन हुन सक्दैन। त्यही भएर लास्टमा यो भन्न सक्छु भने कि यो 5 वटा नियम तपाईँहरू अपनाउनुहोस्। मेरो पनि जिन्दगीमा यसको बारे इफेक्ट परेको छ। तपाईँहरू पनि यसले युज गरेर तपाईँहरू पनि फाइदा उठाउन सक्नुहुन्छ। एकबार युज त गर्नुहोस्। अनि त्यसपछि म लास्टमा आफ्नो शब्द र आफ्नो कुराहरू यही टुङ्ग्याउँछु। नमस्ते।